अब यो कोपिला टिभी हो फ्रिजमा राख्दा 2-3 दिनमा छिटो हुन्छ कोपिला टिभी लानु पर्यो उ यता टन्नै छ यो अब ठुल्ठुलो जति भइहाल्छ च्याउ हैन यहाँ छ ठुल्ठुलो जति उयो बाइकमा हालेको छ अगाडि यो कोपिला भन्दै टिप्नु पर्यो टन्नै रहेछ यो अब यत्रो च्याउ के गर्नु सम्पूर्ण गाइजहरुलाई गुड मर्निङ म यस्तो जंगलतिर आएको छु यो के हो यस्तो बिना यो च्याउ ल गाइज यस्तो बिना च्याउ आम्मामा तल्लासम्म यो त कति हो यो जंगलै भरि छ यो बाटै भरि छ यो च्याउ हेर्नु च्याउ खै तर्से च्याउ दि त ल आम्मामा यो यस्तो लु लु आज यहाँ त यता के हो यस्तो बिना च्याउ यस्तो च्याउ त लु यता कोपिलाहरू हेर्दा है लु म नसक्ने अब यो च्याउ टिपेर म नसक्ने दिनभरि लाग्ने होला यो साइड हो उ त्यतै है च्याउ त आमामा यो च्याउ लु हेर गाइज च्याउ यस्तो च्याउ देखेछ कहिले मलेसिया जङ्गल यता आज यो त एक साइड मात्रै अहिले उता त कताबाट यो भारी एक भारी नि बेसी हुन्छ जिन्दगीमा यस्तो च्याउ चाहिँ देखेको थिइनँ मैले यस्तो बिना बक्राउँदै आम्मामा यो च्याउ यो बोरा नि अब यो आँट्दैन यो बोरामा सानो 10-15 केजी बोरामा राम्रो टिप्नु राम्रो हुने सबै राम्रो छ च्याउ के गर्ने यस्तो जिन्दगीमा यस्तो च्याउ चाहिँ देखेको थिइनँ मैले यस्तो बिना च्याउ कहिले टिप्नु है मैले केमा लानु यो एक एरिया उयो उता त्यस्तै छ होला 4-5 बोरा सबै टिप्यो नि है म त अब अलिअलि टिप्ने हो छुर्जा खाने हिँड्छ माटो 10 केजी जति टिप्छु हिँड्छु ल हेर्नुहोस् गाइजु च्याउ मलेसियामा आम्मामा च्याउ यो च्याउ नेपालमा भइदिए भए सुक्खा र कति राखेर कति बेच्थ्यो होला आहा फेरि कोप्रा होला नि कोप्राले फेरि साउथबाट सिक्याउँछ नि हेर च्याउ यो त अघि नै मैले लात्ताले हाने खोजे खायो कहिले टिपिसक्ने यत्रो च्याउ आम्मामा ल उसले त लात्ताले खुँदेको कोही बेला च्याउ कन्टेक्ट गर्नु यो भित्रतिर है आम्मामा ओ च्याउदी तर्से म जिन्दगीमा फर्स्टचोटि हेर आज यो त कति पुरै कोपिलाहरू छ यतातिर कति होला अझै देखाउँछु गाईहरूलाई च्याउ कता अघि यतातिर नि लात्ताले हानेर हिँडेको थिएँ मैले च्याउलाई त कता यता पुरा कोपिलै थियो कता हो अलि तल होइन साप भेट्ला भन्ने सर्प भेट्ला भने डर लाग्छ यस्तोमा ल गाइजहरू हेर्नु च्याउ ल हेर च्याउ मामा च्याउ हेर च्याउ यतातिर यता कोपिला हेर आमामा कोपिला यता कम्ती छैन ऊ तल नि ऊ त्यो तलतिरै छ च्याउ कहिले टिप्सक्नु मैले टाउ दुखायो मलाई च्याउले त यतै ऊ तलतिर उतै छ है त्यही भएर नि यतै छ आम्मामा है बाबा रे म तर्सेँ यहाँ च्याउदी भयो ल गाइज म चाहिँ च्याउ टिपेर हिँड्ने रुमतिर यो च्याउ टिपेर सक्दैन मैले थाहा भइसक्यो च्याउ यो 10 केजी चामलको बोरा भित्ति हालिसक्यो
त्यो टिप्ने भने त धेरै गप्दा होइन 50 केजीबाट 2-3 भर्छ होला यो जङ्गलभरि कम्ती छैन छोडेर हिँडेँ मैले चाहिँ च्याउ भनेको अब यो कोखै हिजो खाएको लगेको छ आज चाहिँ च्याउ लात्ताले हानेर हिँड्नुपर्छ अब यो मलेसिया जङ्गलमा च्याउ नाथे त डर पाउने गाइस च्याउ हाल्ने ठाउँ पाइन प्लास्टिक भर्यो यता पाइपको भित्रतिर हाले यतातिर हाले अब यो टसेपछि साथीको कसरी कहाँ हाल्नु फेरि अब ल खाऊ अब च्याउ च्याउ छेर्ने फेर्नेसँग च्याउ हेर यो त कतिको जङ्गलमा त मैले यति मात्रै ल्याएर पुरै छोडिदिएको जङ्गलमा कोपिला ल्याएर अब फ्रिजमा हाल्नुलाई यत्रो छ यत्रो फ्रिज सानो छ फ्रिजमा हाल्नु हिजोकै छ होला चाहिँ तत् यस्तो च्याउ टाउ दुख्ने च्याउ कहिले चाहिँ यो खाइसक्नु आमा यो च्याउहरू त काठी यस्तो च्याउ छ हेर्दा माया लाग्दो छ के गर्नु